हे भगवान, बल्ल हामी अहिले मुक्तिनाथ परिसरको चाहिँ गेट नजिक पुगेका छौं। बडा आनन्ददायक मनोरम यो दृश्य। ओहो, यो मुक्तिनाथ दर्शनको लागि जानुहुने यात्रुहरू धमाधम हिँड्नु भएको छ। खच्चाखच यो उकालो धेरै लामो जस्तो लाग्दो रहेछ। त्यति लामो त होइन, 1 किलोमिटर हिँड्न 2 किलोमिटर हिँड्न पनि हामी अलि टाढाबाट आएकोला कता धेरै अप्ठ्यारो जस्तो महसुस भएको छ। ओहो, हामी अब यो मुक्तिनाथ क्षेत्रको परिसर उहाँ माथि देखिन्छ। त्यो गेट र होटल हो भने त्यहाँबाट अझै माथि 350 सिँढी चढेर हामी मुक्तिनाथ परिसरमा प्रवेश गर्नेछौँ, जहाँ धाराहरू मन्दिरहरू रहेको छ। त्यो ठाउँमा पुग्न अझै हामीलाई लाग्छ होला अझै पनि 15-20 मिनट, आधी घन्टा। यो त धेरै लामो बाटो छ जस्तो लाग्छ। लामो त होइन, यी घोडाहरू हिँड्न नसक्नेलाई छोडेर यसरी आउनु भएको छ। हो, यो मुक्तिनाथ भन्न त सजिलो, तर यहाँ पुग्न त साह्रै गाह्रो रहेछ। यो त धेरै पुण्य गरेको व्यक्ति मात्रै यहाँ प्रवेश गर्न पाउँदो रहेछ। यसरी मस्तसित हाँसेर होइन कृष्ण दाई, एकदम। ल यादव दाई, बहुत राम्रो छ। ल भाउजू, ल आमा पनि एकदम आनन्दसित हिँड्नु भएको छ। यति आनन्ददायक छ यो, हामीलाई उकालो त केही चाहिँ लागेको छैन। यति आनन्द छ चाहिँ नसक्नेहरूका लागि घोडाको सुविधा छ त, तर घोडामा चढ्नको लागि अलिकति गाँठ भने चाहिँदो रहेछ है। अलि तलैबाट हो भने 3000, 3200, 3500 सम्म हुँदो रहेछ। अलि माथि आएपछि 2000 घट्दै जाँदो रहेछ। भाइहरूले पनि के गर्नुहोस्, बिचरा वर्षौँ वर्ष घोडा पालेर बस्नु भएको छ। उहाँहरूले पनि पुण्य कमाउनु भएको छ। यसरी नसक्नेलाई चाहिँ दर्शन गराउनु भएको छ। हामी त अलिअलि सक्ने भनेर हिम्मत गरिरहेका छौँ। ल यो हिम्मत हाम्रो यो ठुलो हो। भगवानको कृपा भयो भने यसरी चाहिँ आनन्दपूर्वक हिँड्न पाइँदो रहेछ। यो नेपाल देश मात्रै होइन, यहाँ त चारै चौरास यहाँ टुरिस्टहरू पनि आउनु भएको छ। धेरै रमाइलो छ, यति मनमोहक दृश्य छ। हिन्दू धर्मावलम्बीहरूको यो मुक्ति प्राप्ति गर्ने स्थान, यो पावन पवित्र श्री विष्णु शालिग्राम स्वरूप यहाँ विष्णु भगवानको प्रादुर्भाव भएको क्षेत्र, जहाँ शिला जो हामीले शालिग्राम भनेर पूजा गर्दछौँ, उहाँ साक्षात् भगवान विष्णुको स्वरूप नै यहीँ पैदा भएको थियो। र अहिले गएर कलिकालमा हामीले उहाँको मूर्तिको रूपमा शालिग्रामलाई पुज्ने गर्दछौँ। अब साक्षात् भगवान विष्णुको रूप त हामीले कहाँ देख्न पाउनु, त्यो त अवश्य देख्न पाइन्न। तर पनि भाग्य राखेकाहरू यो मुक्तिनाथ परिसरमा आएर यसरी आनन्दसित हिँडेर चाहिँ आफ्नो पुण्य प्राप्त गर्नुहुन्छ। र सबै यात्रुहरूलाई धन्यवाद छ। र हामीलाई पनि बडो आनन्ददायक मनोरम वातावरण मिलिरहेको छ। ल पछाडि पनि उति लाइन छ, अनि त्यसै गरी अगाडि पनि ल सुत्ती लाइन छ। बडो रमाइलो पावन पवित्र क्षेत्र मुक्तिनाथ परिसरमा ल प्रवेश गर्दैछौँ। केही छिनपछि फेरि म अर्को भिडियो हजुरहरू सामु प्रस्तुत गर्नेछु। अहिलेलाई यो भिडियोलाई यहीँ अन्तिम गर्न चाहन्छु। हस्त ल।